हेलो अस्सलाम वालेकुम युएई मा र मिडल इस्टमा बस्ने भाइ बहिनीहरुसँग टाइम छ भने 5 मिनेट लिएर यो भिडियो सुनिदिने होला। जस्तै मेरो क्वेशन छ नेपाल गभर्नमेन्टसँग, तपाईहरुले थाहा छ मिडल इस्ट कन्ट्रीको सिचुएसन कस्तो चलिरहेछ। लाइक लिटरली दिस कन्ट्रीज आर अन कियोस। युएई, बहराइन, कतार यो सबै कन्ट्री अहिले कियोसमा चलिरहेछ र नेपाल गभर्नमेन्टले यो कुरा थाहा पनि छ। बट आई डोन्ट नो व्हाट इज नेपाल गभर्नमेन्ट इज डुइङ, बिकज म अब यहाँ युएई मा छु र आई एम नट डाउटिङ अन द डिफेन्स सिस्टम अफ युएई, बिकज जति पनि मिसाइल जति पनि ड्रोन्सहरु आइरहेछ दे आर डिस्ट्रोइङ एभ्रिथिङ एन्ड सिचुएसन इज अन्डर कन्ट्रोल। तपाईं हेर्न सक्नुहुन्छ म खुला आकाशमै घुमिरहेछु, बोलिरहेछु। स्टिल माई क्वेसन इज टु नेपाल गभर्नमेन्ट, व्हाट यु गाइज आर डुइङ। लेट मी गिभ यु सम स्टेट्स। नेपालबाट 5 देखि 7 लाखसम्म कामदारहरू युएई मात्र, युएई मा है, अरु मिडल इस्ट कन्ट्री छोडेर युएई मा मात्रै काम गरिरहेछन्। नेपालको चाहिँ 3.5 to 4% जीडीपी चाहिँ सोलोली युएई को रेमिटेन्समा डिपेन्डेन्ट छ। अब यतिसम्म गरिरहेको मान्छेहरूले चाहिँ नेपाल गभर्नमेन्टले के गरिरहेछ? मैले नेताहरूको भिडियो हेरिसके, चुनावको बारेमा हल्ला गरिरहेछ, नेपालले स्विजरल्यान्ड बनाउँछु, यहाँ लान्छु, त्यहाँ लान्छु, यो गर्छु, त्यो गर्छु। बट व्हाट यु गाइज आर डुइङ फर अस, जसले तपाईले यति धेरै रेमिटेन्स दिइरहेछ, इकोनोमीले यति बुस्ट गरिरहेछ, अब तपाईहरुले चाहिँ के डिसिजन लिइराख्नु भएको छ? मलाई युएई को डिफेन्समा कुनै पनि डाउट छैन। दे आर डुइङ देयर बेस्ट र वी आर फिलिङ द सेफेस्ट राइट नाउ। तै पनि नेपाल गभर्नमेन्टको केही त जिम्मा छ नि। आफ्नो जनताले म घर लान्छु, प्लेन पठाउँछु कि के गर्छु, कुनै कन्ट्याक्ट छैन, कुनै भिडियो रिलिज भइरहेको छैन, कसैले सोधि पनि रहेको छैन। सो व्हाट इज दिस म्यान? हामीले खाली यहाँ रेमिटेन्स कमाएर दिनलाई आएको हो र? हामी नेपाली सिटिजन हैन, खाली चुनाव मात्रै गर्ने हो त? बालेन्सा हो, घन्टी हो, जोसुकै होस्, केपीवा हो, को हो, जोसुकै होस्, यु गाइज आर डुइङ नथिङ म्यान। हिजै भर्खरको एउटा न्युज सुन्नुभयो होला, एउटा हाम्रो नेपाली भाइ 29 इयर्सको चाहिँ अबुधाबीमा डेथ भएको रे। डेब्रिसबाट एउटा मिसाइल चाहिँ पड्केर, त्यो ड्रोन चाहिँ पड्केर त्यसको टुक्राहरू झरेर मरेको रे। यु गाइज आर डुइङ नथिङ म्यान। व्हाई सो फेलियर म्यान? यतिसम्म कमाइसकेपछि अब केही त गर्नु पर्यो नि यार। मान्छेलाई निकाल यहाँबाट, कति मान्छे फसेको छ त्यो हेर्नु पर्यो नि यार। नेपाल गभर्नमेन्ट सबै चुनाव मात्रै हैन के, मान्छेको सेफ्टी पनि हेर्ने गर। यो युएई जस्तै कन्ट्री हो जहाँ यसको गभर्नमेन्टले चाहिँ यहाँ बस्ने मान्छेहरूको बारेमा सोचिरहेछ, बट तिम्रो देशको जुन नागरिक छ त्यसको बारेमा तिमीले सोच्नु पर्दैन यार। सो डु समथिङ ब्रो। अब यहाँ मान्छेहरू निकाल्नु पर्यो के, मान्छेमा कियोस भइरहेछ, भित्रभित्र मान्छेहरू डराइरहेछन् के। बट वी आर टिल सेफ नाउ। बट जसको पनि गभर्नमेन्ट बन्छ, सो दे हेभ टु डिसाइड समथिङ भेरी क्विकली है। हस् त, धन्यवाद। जय नेपाल।